धेरै कुराहरूको भोगाईको अनुभव भयो। भोगाईको गुजुल्टो रहेछ जिन्दगी। अनेक भोगाईहरू जीवनमा, जस्तै पार्टीको जीवनमा पनि भोगाई नै रहँदो रहेछ। मान्छेको जीवन र पार्टीको जीवनमा कोही घटनाक्रमहरू फरक हुने हुन्, तर उतार चढावहरू त्यस्तै हुने रहेछ। तिनै उतार चढावका बिचमा हामीले 4 वर्षको समय लगभग बितायौँ। यो 4 वर्षमा के भयो के भएन भनेर हामीले व्याख्या वर्णन गरिरहनै पर्दैन। हामी आम नागरिकको सार्वजनिक परीक्षणमा जहिले पनि छौँ, पारदर्शी रूपमा। नागरिकले सधैँ हामीलाई हेरि नै रहे, खबरदारी गरि नै रहे। नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन भइरह्यो। सभापतिका रूपमा मलाई लाग्छ जानेको सकेको गर्ने र सिक्दै जाने क्रमको निरन्तरतामा हामी यहाँ आइपुगेका हौँ। यो संयुक्त प्रयासले आज एउटा मूर्त रूप लिन गइरहेको छ। जसरी जुन माध्यमबाट जुन कारणले यहाँ जोडिए तापनि अबको हाम्रो जिम्मेवारी हिजोको भन्दा फरक बृहत छ भन्ने कुरा भेटका हामी सबैले राख्नुपर्छ। किनकि हाम्रै आँखाबाट, हाम्रै उठुटीबाट, हाम्रा अभिव्यक्तिहरूका माध्यमबाट यो देशले एउटा सपना देख्न सुरु गरेको छ। र यो सपना देख्न यो देशलाई 1 युग लागेको। 1 युग पुगेर हाम्रा माध्यमबाट यो देशले समृद्धिको सपना देखेको छ, सुशासनको सपना देखेको छ, सामाजिक न्यायको सपना देखेको छ। यो सपना पुरा गर्नको निमित्त हामी सम्वादक बनेका छौँ। म साथीहरूलाई आज यति भन्न चाहन्छु, भोलि निर्वाचित भएर तपाईँ हामी यसै गरी अर्को बैठकमा सबैजना आउला या नआउला, मैले त शुभकामना यहाँ दिइसकेँ, हामी सबैजना आउन सकौँ। जे जस्तो भए तापनि राजनीतिको यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँले प्रस्तुत गर्नु नै छ। तपाईँको यो अनुभव यो समाजले सकारात्मक रूपमा प्राप्त गर्नेछ भन्ने कुरामा मैले आशा र भरोसा राखेको छु। म फेरि पनि यहाँलाई मलाई विश्वास गरिदिनु भएकोमा, मेरो नेतृत्वलाई विश्वास गरिदिनु भएकोमा, अप्ठ्यारो पर्दा, दुःख पर्दा, घाउ लाग्दा, चोट लाग्दा पनि हामी छौँ, नआत्तिनुहोस्, हामी सँगै छौँ भनेर उभिनु भएकोमा म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म आज जहाँ छु, पार्टी आज जहाँ आएको छ, यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपिल गर्न चाहन्छु। स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौँ।